गाडी एक्सिडेन्ट हुन्छ कि हुँदैन भन्ने कुरा त्यहाँ ड्राइभर को छ भन्ने कुरामा भर पर्छ। राम्रै बाटो छ भने पनि ड्राइभर चाहिँ पर्फेक्ट छैन भने त राम्रै बाटोमा पनि एक्सिडेन्ट हुन्छ नि त। ड्राइभर पर्फेक्ट छ भने चालकको महत्त्वपूर्ण रोल हुन्छ। देशले कोल्टे फेर्छ कि फेर्दैन, देशको विकासको कुरा देश चलाउने मान्छे को छ, रिमोट कसको हातमा छ, ह्यान्डल कसको हातमा छ, त्यसमा भर पर्छ त्यो देश कस्तो हुन्छ, त्यो देशको विकास हुन्छ कि हुँदैन भन्ने। अब लिडरै पत्तुर भइसके पछाडि त कहाँबाट हुनु। लिडरले देशमा भएका टिमलाई, देशमा भएका जनतालाई जोड्न सक्ने, मोटिभेट गर्न सक्ने त्यो एउटा भिजनमा मान्छेलाई हिँडाउन सक्ने, एउटा उसको सोचमा, त्यो विकासको सोचमा, त्यो प्रगतिको सोचमा, त्यो उन्नतिको सोचमा, त्यो भिजन, त्यो मिसन उसले अरू त्यो टिमलाई, देशका जनतालाई बाँड्न सक्ने दूरगामी एउटा भिजन भएको लिडर छ भने त्यो देशले काँचोले फेरिहाल्छ। अब लिडर नै पत्तुर छ, लिडरको भिजन भनेकै भ्रष्टाचार गर्ने छ हैन। लिडरको भिजन भनेकै आफ्नो मान्छेहरूलाई मात्रै पावरमा, पोजिसनमा पुर्याउने छ। लिडर भनेको त त्यो लिडरको दिमागमै त्यो कुर्सी, त्यो पोस्ट अरू कसैलाई चाहिँ आउनै नदिने, अनि देशको सम्पत्ति भ्रष्टाचार गर्ने, लुट्ने, यतैतिर मात्रै त्यो खालको भिजन भएको लिडरले कहाँबाट देश बनाउने चाहिँ आउँदैन। जबसम्म त्यो लिडरसिप लेभलमा राम्रो लिडर आउँदैन, जबसम्म लिडरसिप लेभलमा एउटा पर्फेक्ट लिडर आउँदैन, तबसम्म त्यो देशको विकास हुँदैन। हाम्रो देशले पनि त्यस्तै एउटा लिडर खोजिरहेको छ। को लिडर आउँछ त्यो लिडर मलाई थाहा छैन, तर त्यो लिडर जबसम्म आउँदैन तबसम्म देशले कोल्टे फेर्दैन अथवा देशको विकास, देशको उन्नति, प्रगति हुँदैन। देशले एउटा सक्षम नेतृत्व, सक्षम लिडर, दक्ष लिडर, पर्फेक्ट लिडर, देश बनाउने भिजन भएको लिडर, देश बनाउने मिसन भएको लिडरले खोजिरहेको छ। लिडरै ठिक नभइसके पछाडि, ड्राइभरै ठिक नभइसके पछाडि, माझी नै ठिक नभइसके पछाडि ढुङ्गा पल्टिहाल्छ नि, गाडी पल्टिहाल्छ नि। लिडर राम्रो छ भने त्यो बिग्रेको ठाउँलाई पनि उसले ठिक गर्न सक्छ। तर लिडरसिप खराब छ, लिडर खराब छ भने त्यसलाई राम्रो ठाउँमा लिएर राखिदिनुस्, त्यो राम्रोलाई पनि उसले डुबाउँछ।